यो चाहिँ रङ्गीत रिभर यहाँ बगिरहेको छ हल्का हल्का र यहाँ चाहिँ ब्रिज अनि हामी चाहिँ बसिरहेको छौँ अहिले। म चाहिँ वेस्ट बेङ्गालमा छु भने ठिकै पारिपट्टि चाहिँ सिक्किमबाट मान्छेहरू आउजाउ गरिरहेको छ यो माझीटारको यो ब्रिजमा। र यो ब्रिज चाहिँ मान्छेहरू यसो पर आउजाउ गर्दैछ सिक्किम दार्जिलिङलाई चाहिँ जोड्ने ब्रिज। यहाँ छ पारिपट्टि सिक्किम, यहाँ वारिपट्टि यहाँ वेस्ट बेङ्गाल दार्जिलिङमा छु र यहाँनिर ठिक्कै म यो माझीटारको ब्रिजमा चाहिँ आएँ। यो फेब्रुअरी मार्चको टाइममा चाहिँ एकदमै दामी भइरहेको छ, यहाँको वेदर पनि ठिक्कैको भइरहेको छ पारी। र तपाईँहरू आउनुभयो भने चाहिँ यहाँनिर चाहिँ बाइक यहाँनिर राखेर एन्ट्री गरेर चाहिँ यहाँ पुलबाट यस्तो जानुपर्छ सिक्किम पारी सिक्किम। यहाँबाट अब म तर्नेवाला छु, कुकुर सुतिरहेको छ। अनि यहाँ चाहिँ ब्रिज चाहिँ यस्तो छ, यति हाइट छ यो ब्रिजको। चाहिँ पहिला चाहिँ हामी बाइकमा तर्थ्यौँ, अब यो अहिले चाहिँ बाइक दिँदैन, त्यसले गर्दाखेरि चाहिँ यहाँ बाइक राखेर चाहिँ एन्ट्री गऱ्यो, त्यसपछि हामी सिक्किम तर्न सक्छौँ। आइपुग्यौँ अनि पर ब्रिज सिक्किम तर्न एकछिनमा हामी जाने भनेको, त्योभन्दा अगाडि चाहिँ बाइक हामी यहाँ राख्यौँ अनि यहाँ सरसँग यसो बातचित गर्दैछौँ यहाँको नियम कस्तो छ, यहाँ बाइक कसरी राख्नुपर्ने। यहाँ जो पनि आउँछ बाइकहरू अघि जुन मैले तपाईँलाई चेक गरेँ हजुर है, तपाईँहरूको झोलाहरू सबै कुरो चेक गरी र त्यही अनुसार यहाँ हामीले तपाईँहरूको यहाँ नामहरू लेख्छौँ, एड्रेस, मोबाइल नम्बर, टाइम एभाइलेबल टाइम हो हजुर, र कति बेला फर्किनुहुन्छ त्यो लेख्छौँ र त्योहरू, र बाइक यहीँनिर मिलाएर राख्नु भन्छौँ, त्यति नै हो। फर्किँदा फेरि एन्ट्री गर्नुपर्छ, फर्किँदा एन्ट्री गर्नु पर्दैन, तपाईँहरूको टाइम हेरेर हामी यहाँ मेन्सन गर्छौँ पेपरमा। पहिला चाहिँ हामी त्यो बाइक लोगेर जान्थ्यौँ नि त पहिला त्यो टाइममा चाहिँ 20 सेकेन्ड चाहिँ बन्द गरेर अहिले त अब बाइक यहाँ राख्यो हिँडेरै जानु पऱ्यो होइन। पारिपट्टि सिक्किमपट्टि चाहिँ बन्द छ कि। ए हजुर। र त्यहाँ चाहिँ के भने ब्रिजको पनि अब कन्डिसन ठिक छैन होला सायद त्यसो विचारमा हो। अन्त हामीले हेर्दा त राम्रै लाग्छ। र अर्को कुरो एकदमै ऱ्यान्डम कुदाइदिन्थ्यो अरे हजुर बाइक, अन्त त्यसले गर्दा एक्सिडेन्ट हुन्छ भनेर उहाँहरूले पनि रोक्नु भएको होला। ए हजुर त्यसो सर यहाँ नाइटमा पनि रातभरि पर्छ 24 घन्टा ड्युटी। अन्त यहाँ विशेष चाहिँ अब लाइटहरू छैन, त्यसले गर्दाखेरि चाहिँ हामी माथि क्याम्पबाट नै ड्युटी दिन्छौँ हजुर हजुर है। फ्ल्यास फ्ल्यास लिएर कोही कसैको आवाजहरू चाल पानी हामी टस पालेर हेर्छौँ र उनीहरूलाई हामी डिटेल गर्छौँ। हजुर हुन्छ धन्यवाद सर। हामी बाइक यहाँ राखेको छौँ र हामी सरसँग बातचित गऱ्यौँ। यहाँ एन्ट्री हुँदैछ यसरी, तपाईँहरू कोही आउनु भयो भने चाहिँ यहाँनिर यसरी आफ्नो बाइकको आफ्नो नाम एन्ट्री गरेर मात्र तपाईँहरू सिक्किम तर्न सक्नुहुन्छ ब्रिज तर्न लागि चाहिँ। यो ब्रिजको त यस्तो छ कि मजाको छ कि हाइट पनि निकै छ। अनि यो चाहिँ पहिला चाहिँ यहाँ यसमा चाहिँ अहिले पहिला काठको पट्टा थियो, यहाँ सबैमा काठको पट्टा थियो, अहिले चाहिँ सबै यो फलामको बनेको छ। यो खोलादेखि ठिकै यता चाहिँ यो वेस्ट बेङ्गाल परेको यता दार्जिलिङ डिस्ट्रिक्ट र यता सिक्किम माझीटार परेको यतापट्टि चाहिँ सिक्किमपट्टि चाहिँ यहाँ तल मान्छेहरू आउँदैछ। अनि यहाँनिर तपाईँहरू कोही आउनु चाहनुहुन्छ यहाँनिर यो चाहिँ पारी माझीटारपट्टिबाट छिर्ने जग्गा छ। र यहाँ पनि तपाईँहरू आउनु सक्नुहुन्छ, स्विमिङ पुलहरू पनि बनिएको छ यहीँ परपट्टि यहाँ छ। यहाँ तपाईँहरू जानु सक्नुहुन्छ, यति मजाको ठाउँ छ। अनि यो चाहिँ सिक्किमपट्टि पऱ्यो, तर तपाईँहरू यता बेङ्गालबाट दार्जिलिङबाट आउँदा पनि भयो, अनि यहाँ बदमतामबाट आउँदा पनि भयो, लेबुङबाट या सिङ्लाबाट आउँदा पनि भयो, या तपाईँ पारी सिक्किमबाट माझीटारबाट आउँदा पनि भयो। त्यो ठाउँमा तपाईँहरू जान सक्नुहुन्छ। नि यो खोला के सुन्दर छ। र हामी तर्दैछौँ अहिले चाहिँ उपारे सिक्किम, त्यहाँ परदेखि सिक्किम सुरु हुन्छ माझीटार। यस्तो छ ब्रिज चाहिँ, हाइट चाहिँ निकै अग्लो छ ब्रिजको र यस्तो छ ब्रिज चाहिँ। कुनै कुरालाई पनि जोड्ने कुरा चाहिँ एकदमै सुन्दर कुरा हुन्छ नि, त्यसै प्रकारले यो ब्रिज पनि दुईवटा स्टेटलाई दुईवटा ठाउँहरूलाई एकअर्कासँग जोडिरहेको छ। अनि यसले त एउटा सम्बन्ध भनौँ न, सम्बन्धलाई जोड्ने काम सिक्किम अनि दार्जिलिङलाई
एकअर्कासित जोड्ने मान्छेहरू आउजाउ गर्नको लागि चाहिँ यो ब्रिज एकदमै राम्रो यसले काम गरिरहेको छ र हामी यो ब्रिजमा छौँ माझीटारको ब्रिज हाइट एकदमै अग्लो छ अनि तपाईहरु पनि हाइटसित कतिलाई डर लाग्छ भने चाहिँ मैले एउटा तपाईलाई टिप्स भन्न चाहन्छु ब्रिज चढ्दै गर्दा चाहिँ कहिले पनि मैले पहिला बाइक कुदाउँदा याद गरेको थिएँ चाहिँ बाइक कुदाउँदा म चाहिँ फर्स्टमा यो ब्रिजमा पहिला बाइक कुदाउँथेँ त्यति बेला चाहिँ ओह्रालो हेर्दै कुदायो अनि त्यति बेला चाहिँ मेरो स्ट्रिङ यस्तो भयो तर एउटा टिप्स चाहिँ के रहेछ भन्दाखेरि तपाईहरु जहिले पनि सिधै पर हेरेर चाहिँ यताउता नहेर्ने तपाईलाई हाइटदेखि डर लाग्छ भने ब्रिज चढ्नु पर्छ पारी हेर्यो सिधै गन्तव्य हेरेर चाहिँ ताकेर चाहिँ यसरी बढ्नु पर्यो अगाडि र हामी पस्न लागेका छौँ अब सिक्किम तर्फ यहाँदेखि चाहिँ लु खुट्टा टेके मैले सिक्किमपट्टि आइपुग्यो माझीटार ब्रिजको बारेमा यहाँ छ कन्स्ट्रक्टेड फ्रम द यहाँ चाहिँ हेर्नुहोस् यसको माझीटार ब्रिजको यहाँ रहेछ इतिहास चाहिँ अनि 1893 मा चाहिँ ब्रिज भत्केको थियो रहेछ 1893 मा साइक्लोन आएको रहेछ अनि त्यो भत्केको थियो रहेछ त्यो पछि चाहिँ 1902 मा चाहिँ यो रिओपन भएको रहेछ यो ब्रिज अनि धेरै पुरानो 100 साल नागिसकेको ब्रिज यहाँ चाहिँ हामी चाहिँ सिक्किमपट्टि आइपुग्यौँ सिक्किमपट्टि यहाँबाट यस्तो छ अब चाहिँ माझीटार यो ठाउँलाई चाहिँ माझीटार भन्छ सिक्किमको र पारी हामी आएको ठाउँ पर र यहाँ चाहिँ सिक्किम माझीटार आइपुग्यो होइन सानो बजार छ यहाँ चाहिँ ठाउँमा चाहिँ यो रुख चाहिँ यो माझीटारको पहिचाने बर्को रुख बिचमै छ हामी आइपुग्यौँ सुन्दर पार्कमा यहाँ पार्क चाहिँ यति मजाको बनाएको र तपाईहरु पनि अहिले आयो भने झन् राम्रो रहेछ अब पछि चाहिँ गरम हुन्छ र गरममा स्विमिङ पुल बनिएको छ पर भित्र त्यहाँ आउन सक्नुहुन्छ र अहिले चाहिँ यहाँ पार्कमा आउन सक्नुहुन्छ दामी यहाँ शान्त ठाउँ मजाको ठाउँ र हामी आइपुग्यौँ र त्यहाँ आएपछि यहाँ किन पसिहालौँ भन्ने गर्दाखेरि चाहिँ तपाईँहरूलाई देखाइहालौँ भन्ने मन लाग्यो त्यसले गर्दा आएका छौँ यस्तो छ र यो स्विमिङ पुल चाहिँ यहाँ यस्तो छ तर अहिले चाहिँ यहाँ बन्द भइरहेको रहेछ तर केही दिनपछि नै सायद यहाँनिर खोल्ने होला त्यसले गर्दाखेरि स्विमिङ पुलमा अब गरम चढेपछि तपाईहरु स्विमिङ प्रेमीहरू यहाँ आउन सक्नुहुन्छ र यो सुन्दर ठाउँ बाटो अब निस्किन आँटेको जानु आँटेको अनि यो तपाईहरु पनि यो ठाउँमा आउन सक्नुहुन्छ दार्जिलिङबाट हो भने तपाईहरु दार्जिलिङबाट लेबोङ लेबोङबाट तपाईहरु लेबोङ भाया लेबोङ चाहिँ लेबोङबाट झन्डै 12 किलोमिटर जस्तो पर्छ होला तपाईहरु यहाँ आउन सक्नुहुन्छ हो भनेपछि लगभग तपाईहरु बजारबाट दार्जिलिङ बजारबाट 1 घण्टा भन्दा अलिकति बेसी लगाइदिनुस् 1.5 घण्टाको हिसाबमा तपाईहरु यो माझीटार ब्रिजमा आउन सक्नुहुन्छ तपाईहरु उता सिङलाबाट आउन सक्नुहुन्छ अर्को सिङमाडीबाट ओह्रालो झरेर पनि आउन सक्नुहुन्छ त्यो रोडबाट तपाईहरु त्यस्तै अलिकति बेसी पर्न सक्छ त्यहाँबाट आउनु भयो नि अनि अर्को हामी जहाँ छौँ यो सिक्किम यो चाहिँ माझीटार भनिन्छ अनि तपाईहरु सिक्किम चाहिँ उता जोरताङ भएर पनि आउन सक्नुहुन्छ यहाँ पर मल्लीको बाटो छ मल्लीबाट पनि तपाईहरु यो माझीटारमा आएर चाहिँ यो ठाउँमा आएर तपाईहरु यसरी फोटोको लागि भिडियोको लागि अनि यो ठाउँको खोलाको पार्कको अनि ब्रिजको आनन्द लिन सक्नुहुन्छ र हेर्दै गर्नुहोस् फेरि पनि भेट्ने छौँ अर्को भिडियोमा तर हिल भाइब्सलाई तपाईले हेर्दै गर्नु होला अनि जतिले तपाईले सपोर्ट गरिराख्नु भएको छ र तपाईहरुकै लागि फेरि पनि अर्को नयाँ ठाउँलाई एक्सप्लोर गर्दै भेट्ने छौँ तबसम्मको लागि म बिदा चाहन्छु र भिडियोलाई चाहिँ शेयर गर्न नभुल्नु होला धन्यवाद हेर्दै गर्नुहोस् द हिल भाइब्सलाई